अब हेर्नु चाहिँ चाम्रे पकाउँदैछु। यो सङ्क्रान्तिको रोटी चाहिँ अनि तताएर खान लगाएको। आलु त पिस बनाउनु चाम्रे आलु अनि त्यसपछि 4 लाऊ न। अनि अब हामी चाहिँ कालो भइसक्यो। म यहाँ चाहिँ चामल ल्याउँछु। यो चाहिँ हाम्रो गुन्द्रुकको अचार बन्न लागेको छ गाइस। अब यो बेसार पनि लाउनु पर्छ चाम्रेमा चाहिँ। आलु चाहिँ यत्रो काटिसक्यो। अदुवा लसुन प्याज टमाटर सबै क्याच काट्दैछु। यो चाहिँ अचारको लागि। गुन्द्रुकको अचारको लागि हो यो चाहिँ। आलु चाहिँ काटिसक्यो। गुन्द्रुकको अचार गुन्द्रुक यहाँ भिजाएको छु। यसमा चाहिँ आलु भुट्ने डल्लै खोर्छ नि। कहाँ गयो क्या लगाइदेऊ न भन्। लोकल आलु फ्राई पिस गुन्द्रुकको लागि यिनीहरूले हाम्रो खानेकुरा चाहिँ रेडी। चाम्रे गुन्द्रुकको अचार आलु।